हेलो साथीहरू नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तयार भइसकेको छु होइन साथीहरू। अब हामी चाहिँ बिहेमा जाँदैछौँ। बिहेमा जाँदैछौँ बुढाबुढी है। यस्तो सिम्पल भएर गएको छु किनकि उहाँहरू के भन्छ त्यो क्रिस्चियन धर्ममा पस्नु भएको छ नि त। अब झिलिमिली लाउने कि नलाउने कि थाहा छैन होइन। त्यही भएर साडी पनि रातो लगाऊँ कि कस्तो लगाऊँ। अब हाम्रो त नर्मल बिहेमा त रातो लाउँछ नि त साडी। त्यही भएर चाहिँ मैले यो कलर लगाएको। अब उहाँ चाहिँ झिलिमिली हुँदैन नि त। त्यही भएर मैले यो कलर लगाएको है साडी। ल ओके गाइस, म उहाँ बिहेमा गएपछि चाहिँ अरूलाई के कस्तो हुँदो रहेछ है। फर्स्ट टाइम जाँदैछु म यो क्रिस्चियनहरूको बिहेमा होइन। के कस्तो हुँदो रहेछ, कस्तो तरिकाले चाहिँ बिहा गर्दो रहेछ होइन। त्यो पनि देखाउने कोसिस गर्नेछु। सकेसम्म सबै भिडियोहरू गर्ने कोसिस गर्नेछु। अब त्यहाँ फेरि आफन्तहरू आउनुहुन्छ। अब इधर उधर नमस्ते गर्नु पऱ्यो, गफसफ गर्नै पऱ्यो होइन। तर सकेसम्म कस्तो सिस्टमले बिहा हुँदो रहेछ सबै भिडियो गरेर देखाउँछ हजुरहरूलाई। ल ओके गाइज, फाइनली साथीहरू हामी आइपुगेको छौँ। तर हामी छिटो रहेछौँ। फोटोसुट हुँदैछ साथीहरू। यता हेर नानु, एलिस यता हेर। हेलो, ल हामी स्न्याक्स खान सुरु गऱ्यौँ। साथीहरू अब सुरु भयो है कार्यक्रम। भएन ल, म अहिले त सर्छु नि त। ल अहिले बेहुला बेहुला हुन्छ देखिन्छ उता हुन्छ ल। हुन गइरहेको छ। यहाँहरू सबैलाई सुरुदेखि नै म हार्दिक स्वागत भन्न चाहन्छु। र आजको यो कार्यक्रम समारोह धर्मावलम्बीहरूले जेसुकै कार्यक्रम गर्दाखेरि पनि हामी प्रार्थना गरेर सुरु
सुरुवात गर्छौँ हरेक कार्यक्रमलाई अथवा चाहिँ प्रोग्रामलाई हामीले प्रार्थनाद्वारा अगाडि बढाउँदछौँ जय मसी सबैजनालाई नमस्ते पनि हामी सुनिसकेका छौँ ताकि क्रिस्चियन समुदायमा जुनसुकै सेवा गर्नको निमित्त पहिलो सुरु चाहिँ हामीले भनौँ न प्राथमिकता चाहिँ परमेश्वरलाई हामीले दिने गर्छौँ। त्यसै कारण आउनुहोस् आजको यो जुन पवित्र विवाहलाई महान परमेश्वरको जुन हातमा राख्नको निमित्त र उहाँसँग अनुरोध गर्नको निमित्त हामी सबैजना मिलिकन हाम्रो आफ्नो शिर झुकाइकन परमेश्वरसँग हामी अनुरोध गर्नेछौँ। धन्यवाद समान दिँदै पवित्र परमेश्वर बुबा हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आज तपाईँ महान अनि भयोगे परमप्रभु परमेश्वरले यो सुवर्ण अवसर र सुवर्ण मौका तपाईँले दिनुभएको छ। साँच्चै नै हाम्रो लागि प्रभु साँच्चै नै यो सुवर्ण अवसर बनेको छ। हामी तपाईँलाई धन्यवाद भन्दछौँ। आज हुन गइरहेको यो पवित्र विवाहलाई प्रभु सुरुदेखिको अन्तिम भागसम्म जति पनि हुने सबै कार्यक्रमलाई हामी तपाईँको हातमा समर्पण गर्दछौँ। प्रभु येशू परमेश्वर तपाईँ महान र भयोगे परमप्रभु परमेश्वर तपाईँ हुनुहुन्छ। त्यसकारण हामी तपाईँसँग नै अनुरोध गर्दछौँ। प्रभु येशू पवित्र आत्मा परमेश्वर तपाईँसँग अनुरोध नगरी तपाईँसँग हाम्रो अर्ज बिन्ती नराखिकन कुनै पनि क्रियाकलाप हामी अगाडि बढाउन सक्दैनौँ। त्यसै कारण तपाईँ परमप्रभु परमेश्वरसँग हामी अनुरोध गर्दछौँ। तपाईँको हातमा हामी समर्पण गर्दछौँ। सुरुदेखिको अन्तिम भागसम्म जे हुनेछ वचनको सेवाहरू विवाहको कार्यक्रमहरू यी सबै सेवाहरूमा तपाईँको आफ्नो उपस्थिति तपाईँले राख्नु भएको होस् र साँच्चै नै तपाईँको आफ्नो असीमित प्रेम तपाईँले सबैको जीवनमा तपाईँले झल्काइदिनु होस् भन्न चाहन्छौँ। धन्यवाद। यो सुरुदेखिको अन्तिम भागसम्म तपाईँ स्वयं भइकन सबै सेवामा तपाईँले आशिष राख्नु भएको होस् भन्दै बिन्ती प्रार्थना चढाउँछौँ प्यार गर्नुहुने येशू प्रभुको नाउँमा आमेन। परमेश्वरको वचनमा लेखेको छ मानिस एक्लो रहन उपयुक्त छैन अथवा असल छैन।
माथिलाई यो सबै कुराको एक मात्र मालिक तपाईँ हुनुहुन्छ जो अति उच्च स्वर्गमा सिंहासनमा विराजमान हुनुहुन्छ। त्यसै कारण सारा आदर सारा महिमा किनकि तपाईँ योग्य हुनुहुन्छ। म एकैवटा प्रश्न गर्न चाहन्छु आज तपाईँहरूलाई पनि गर्नेछु। विशेष गरी आजको वैवाहिक पवित्र करारद्वारा विवाह बन्धनमा बाँधेर गइरहनु भएको उहाँहरूलाई पनि सोध्छु। सर्वप्रथम म आजको हुन गइरहनु भएको बेहुला श्री ऋषिज्यूलाई भाइलाई सोध्न चाहन्छु के तपाईँ भाइ ऋषि गुरु के तपाईँ यी सुश्री सृजना गुरुङलाई आफ्नो विवाहित पत्नीको रूपमा स्वीकार गरी दुवैजना बाँचुन्जेलसम्म हरेक परिस्थितिमा अपन भई सबै कुरा त्यागेर विश्वास योग्य साथ आदर र प्रेम गर्न तयार हुनुहुन्छ? अब यही प्रश्न म बहिनी सृजना गुरुङलाई पनि सोध्न चाहन्छु। उहाँलाई पनि माइक दिनु होला। सुश्री सृजना गुरुङ, के तपाईँ श्री ऋषि गुरुङलाई आफ्नो विवाहित पतिको रूपमा स्वीकार गरी दुवैजना बाँचुन्जेलसम्म हरेक परिस्थितिमा अटल भई सबै कुरा त्यागेर विश्वास योग्य साथ आदर र प्रेम गर्न तयार हुनुहुन्छ? ल करारमा आदि पनि सकिन लागेको छ। उहाँहरू तयार हुन्छ, हजुर तयार हुनुहुन्छ, म तयार नहुने कुरै भएन होइन। ल हस्, धेरै धन्यवाद। यही प्रश्न मैले उहाँलाई सोधेँ। अब यही प्रश्न म हाम्रो बेहुला र बेहुली तर्फको अभिभावकहरूलाई पनि सोध्न चाहन्छु। सर्वप्रथम श्री ऋषि गुरुङजीको अभिभावकलाई आमा, हजुरआमा, काका काकी जो हुनुहुन्छ बहिनीहरू उहाँहरूलाई यसो म हातमा लगाउनको लागि भन्नुहुन्छ है त। ल दुलाको बुवा आमा अथवा अभिभावक संरक्षकहरू हुनुहुन्छ भनेदेखि आमा हुनुहुन्छ, हजुरआमा नि हुनुहुन्छ। एक कुरा उठिदिनु हुन म अनुरोध गर्छु। म हजुरको सोध्छु, उहाँलाई ठिक छ। ल म हजुरको सोध्छु है त। सहमति त भएर आएको, हामीहरू औपचारिकता पुरा गरौँ। ल परमेश्वरको इच्छा र योजना अनुसार हजुरको छोरा अगाडि आउनु पर्दैन, तर उता फर्किँदै राख्नु है। हजुरको छोरा अथवा नातिले यस बहिनी अथवा सुश्री सृजना गुरुङसँग विवाह गरी जीवन बिताएकोमा के तपाईँहरू खुसी हुनुहुन्छ? ल दुईटा हात उठाएर हस्, धेरै धन्यवाद। हस्, धेरै धन्यवाद। हुन्छ, बस्नुहोस् हजुरहरू आफ्नो ठाउँमा बस्नु होला। ल त्यसो भए त खुसी हुँदै गर्नुहोस्। मण्डली परिवार र अरू आफन्तजनहरू हजुरहरू खुसी हुनुहुन्छ नि होइन? खुसी। ल धेरै धन्यवाद। हुन्छ, त्यसो भए अब म अगाडि बढ्न चाहन्छु। हामी अब कन्यादान आजको बेहुलीको अभिभावकले आजको बेहुलालाई विवाह गर्नको सहमति भएर बुझाउनु पर्नुहुन्छ। ल म विशेष गरी
हस् धेरै हुन्छ धेरै त्यसो भए परमेश्वरको इच्छा र योजना आउँछ तपाईँहरूको छोरी सुश्री सृजना गुरुङले श्री ऋषि गुरुङसित विवाह गरी जीवन बिताएकोमा हजुर खुसी हुनुहुन्छ नि है ल यो धेरै खुसी यहाँ अगाडि आउनु पर्यो र अगाडि आइकन छोरीको दाहिने हात हुनेवाला 50% त भइसकेकै हो होइन अगाडि देखेको त गइसकेपछि 50% पनि 60% भइसक्यो 40% बाँकी छ अनि छोरीको हात हुनेवाला जोइको हातमा दाहिने हातमा जो कन्यादान गरेको हुँदा म अनुरोध गर्न चाहन्छु फोटो खिच्ने त्यस्तो होला है अब छोटो आज ये तो यहाँ अगाडि पढिसकेपछि छोटो कोही पुरै आउँदैन भने नि अब कहिलेकाहीँ क्रिस्चियन पवित्र विवाह बन्धनमा गराएको अलिक पछि भन्ने पनि सक्छ मैले चाहिँ सजिलोको लागि अलिक अगाडि नै अब चाहिँ उहाँहरू दुवैजनालाई करारको केही कुराहरू सबैको अगाडि घोषणा गर्नको लागि र बाचा बन्धनको लागि समय आएको सबैभन्दा अगाडि म अनुरोध गर्छु र फोटो अथवा भिडियो होला हामी यसो गरौँ जिन्दगीभरको विवाहको करार मान्ने बेलामा अनुहारहरू यो समय म श्री ऋषि गुरुजीलाई सुश्री सृजना गुरुङको घुम्टो खोलेर खोलिदिन अनुरोध गर्छु अनि हेर्नु होला तपाईँले प्रार्थना गर्नुभएको सृजना गुरुङ हो कि होइन ल कसले हो भने उहाँले भन्नुहुन्छ पहिला श्री ऋषि गुरुज्यू आजको विशेष व्यक्तित्व हुनुहुन्छ उहाँलाई म यो वैवाहिक करार बाचा दिन चाहन्छु र विशेष गरेर सुश्री सृजना गुरुङलाई पनि दिन चाहन्छु। तपाईँ सुश्री सृजना गुरुङलाई आजको दिनदेखि उसो जीवनका हरेक परिस्थितिहरूमा जस्तै निरोगी वा रोगी अवस्थामा सुख वा दुःखमा प्रशस्ततामा वा अभावमा टाढा वा नजिक हुँदा म यस पृथ्वीमा बाँचुन्जेलसम्म सधैँ मृत्युले हामी दुवैलाई अलग नगरेसम्म परमेश्वरको वचन अनुसार आदर वास्ता प्रेम र मेरो जिम्मेवारी पुरा गरिनै रहनेछु भनी आजको दिन मेरो त्रिएक परमेश्वर मण्डली समुदाय साथै उपस्थिति सम्पूर्ण साक्षीहरू सामु म यो प्रतिज्ञा गर्दछु।
कुनै पनि हालतमा मृत्युले नछोड्दै उहाँले चलाउनुहुन्छ। त्यसै गरेर सुश्री सृजना गुरुङ देउडीजीलाई पनि बिस्तारै स्पष्टसँग पढिदिनु घोषणा गरिदिनु। म सुश्री सृजना गुरुङ तपाईँ श्री ऋषि गुरुङलाई आजको दिनदेखि उसो जीवनको हरेक परिस्थितिहरूमा जस्तै निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, प्रशस्ततामा वा अभावमा, नजिक वा टाढा हुँदा बाँचुन्जेलसम्म साथै मृत्युले हामी दुवैलाई अलग नगरेसम्म परमेश्वरको वचनअनुसार आदर, वास्ता, प्यार साथसाथै मेरो जिम्मेवारी पुरा गरिरहनेछु भनी आजको दिन मेरो त्रिएक परमेश्वर, मण्डली समुदाय साथै उपस्थित सम्पूर्ण साक्षीहरू सामु म एक प्रतिज्ञा गर्दछु। धन्यवाद। म यो उहाँहरूलाई नै दिँदैछु। म पास्टर बुवाहरूलाई सोधेँ सायद खुवाई पनि दिनुपर्छ कि पास्टर बुवाहरू कता हुनुहुन्छ? म सोधेँ खुवाई पनि दिनु पऱ्यो एकअर्कालाई के कसो राम्रो छ एकअर्का आजको दिनको लागि अब ऋषिले जो सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट अभिवादन गर्न चाहन्छु। नमस्ते रजयसी र विशेष गरी यहाँ म उभिनुको कारण चाहिँ शुभकामना खत लगाएर शुभकामना दिने कार्यक्रम हुँदैछ।